नमस्कार। भिजन नेपाल टेलिभिजनको भिजन स्पोर्ट्समा स्वागत छ। म प्रकाश। दर्शकबिन भिजन स्पोर्ट्समा हामीले हप्ताभरका खेल गतिविधि प्रस्तुत गर्दै आएका छौँ। त्यस्तै आज पनि विश्वभर भएका खेल गतिविधिको साथ उपस्थित भएका छौँ। सुरु गरौँ आजका प्रमुख प्रसङ्गहरू। क्रिकेट कप्तान खड्का सद्भावना दूतमा नियुक्त भएको प्रसङ्गबाट, नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का राष्ट्रिय स्वयंसेवक नेपालको पहिलो सद्भावना दूतमा नियुक्त भएका छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सिंहदरबार स्थित कार्यालयमा गत बुधबार बसेको बैठकले भूकम्पपछि पुनर्निर्माणका लागि स्वयंसेवक युवालाई सक्रिय बनाउन खड्कालाई सद्भावना दूतमा नियुक्त गरेको जनाएको छ। त्यस्तै कप्तान खड्काले राष्ट्रिय स्वयंसेवकको सद्भावना दूतमा नियुक्त हुनु आफ्नो लागि गौरवको विषय भएको जानकारी दिएका छन्। त्यस्तै अर्को प्रसङ्ग छ, नेपाली क्रिकेट टिमले केन्यासँग खेल्ने प्रसङ्ग रहेको छ। सन् 2019 को विश्वकप छनौटको चरणमा पर्नका लागि नेपालका लागि निकै महत्त्वपूर्ण मानिएको आइसिसी डिभिजन लिग अन्तर्गत केन्या विरुद्ध अबको एक हप्तापछि 2 खेल खेल्दैछ। सो खेल फागुन 28 र 30 गते त्रिवी क्रिकेट मैदानमा हुनेछ। खेलमा नामिबिया विरुद्धको 2 खेल र नेदरल्यान्ड विरुद्ध उसैको घरेलु मैदानमा भएको खेलमा जित हासिल गरेको छ। विश्व क्रिकेट लिग डिभिजन च्याम्पियनसिपको 4थो चरणसम्मको खेलसम्म आइपुग्दा नेपालको मिश्रित नतिजा दिएको छ र अबको सबै खेल जित्नै पर्ने दबाव छ। यसै खेलका लागि नेपाली राष्ट्रिय टिमले भारतमा 3वटा अभ्यास खेल खेल्यो। पहिलो खेलमा पराजित भए पनि नेपाली टिमले त्यसपछिका 2 अभ्यास खेलमा जित आत्मसात गर्यो। नेपाली टिमले खेलेका अभ्यास खेलमा ब्याटिङ लाइनअप सुधारको सङ्केत देखायो। ओपनर ज्ञानेन्द्र मल्लले 2 खेलमा संयमित ब्याटिङ गरेका थिए। पहिलो खेलमा 100 रन बनाएका उनले दोस्रो खेलमा 95 रनको स्कोर बनाए। यद्यपि उनलाई तेस्रो खेलमा आराम दिएको थियो। ज्ञानेन्द्रलाई आराम दिएसँगै पहिलो पटक नेपाली टिममा मौका पाएका सुनिल धमलाले दमदार ब्याटिङ गरे। धमलाले नोएडा वाइल्डर्स विरुद्ध निकै संयमित ब्याटिङ गर्दै 16 रन बनाउँदै ज्ञानेन्द्रलाई साथ दिने सङ्केत देखाए। उनको यो प्रदर्शनले केन्या विरुद्धको टिममा स्थान बनाउन निकै सहयोगी भूमिका खेल्यो। ओपनिङ जोडीको समस्या झेल्दै आएको नेपाली क्रिकेट टिमले यो पटक राम्रो ओपनिङ साझेदारीको अपेक्षा गरेको छ। पछिल्लो केही समयता नेपालको राष्ट्रिय टोली र अन्डर 19 को ब्याटिङ सुधारोन्मुख छ। बलिङमा बलियो नेपालले अब ब्याटिङ सुधार्ने अपेक्षा गरेको छ। नेपालले केन्या विरुद्धको खेलका लागि राष्ट्रिय टिमको घोषणा गरेको अर्को प्रसङ्ग रहेको छ। नेपाली टिममा मेहबुबको पुनरागमन सँगै सुनिल धमला र दिपेन्द्र नयाँ अनुहारका रूपमा राष्ट्रिय टिममा रहेका छन्। 14 सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा गरिएसँगै सुनिल धमला र दिपेन्द्र सिंह ऐरीले नयाँ खेलाडीको रूपमा टिममा स्थान बनाएका छन् भने पारसको कप्तानीमा रहेको नेपाली टोलीमा उपकप्तान ज्ञानेन्द्र मल्लले जिम्मेवारी पाएका छन्। त्यस्तै शरद भेषाउकार, शक्ति गौचन, बसन्त रेग्मी, सोमपाल कामी, सागर फुन, भुवन कार्की, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने र आरिफ शेखले टोलीमा स्थान बनाएका छन् भने लामो समय नेपाली टोलीमा पर्न असफल रहेका अलराउन्डर मेहबुब आलमको पुनरागमन निकै महत्त्वका साथ हेरिएको छ। यसैगरी वैकल्पिक खेलाडीमा भने राजेश पुलामी, अविनाश कर्ण, भुवन कार्की र दिलीप नाथले स्थान बनाएका छन्। आसिफ शेख नेपाली टोलीमा पर्न असफल भए। उनी भारत भ्रमणमा टोलीमा रहे पनि राष्ट्रिय टोलीको घोषणामा उनी पर्न असफल भएका छन्। अर्को प्रसङ्ग छ, नेपाल लगायत देशलाई फाइदा हुने यो आइसिसीले नयाँ प्रस्ताव गरेको छ। जुन प्रस्ताव स्वीकार भए नेपालले पनि टेस्ट राष्ट्रसम्मको स्थान बनाउन सक्ने आइसिसीले एउटा प्रस्ताव राखेको प्रसङ्ग छ। यो आइसिसीले आफ्ना सदस्य राष्ट्रलाई 3 प्रकारको सदस्य वितरण गर्ने गरेको छ। पहिलो फुल मेम्बर, दोस्रो एसोसिएटेड मेम्बर त तेस्रो एफिलिएटेड मेम्बर। हाल फुल मेम्बर 10 देश, एसोसिएटेड मेम्बर 39 देश र एफिलिएटेड मेम्बर 56 देश रहेका छन्। तर हालै आइसिसीले नयाँ प्रस्ताव गरेको अनुसार फुल मेम्बर घटुवा भएर एसोसिएटेड बन्न सक्ने छ भने एसोसिएटेडहरू बढुवा भएर फुल मेम्बर बन्न सक्ने छन्। आइसिसीले आफ्ना फुल मेम्बरलाई प्रस्ताव गरे अनुसार उनीहरूले स्वीकार्यमा यो प्रस्ताव सर्वसम्मत हुनेछ। नयाँ प्रस्ताव अनुसार एफिलिएटेड सदस्यहरू खारेज गरिनेछ भने एसोसिएट सदस्यहरूले थप कडा सदस्य मापदण्ड पालन गर्नुपर्नेछ। एसोसिएटेड सदस्यका सदस्यहरू हरेक 2 वर्ष मूल्याङ्कन गरिनेछ। मूल्याङ्कन गर्दा एसोसिएटले सबै मापदण्ड पुरा गरेको अवस्थामा फुल मेम्बरमा बढुवा हुनेछन्। नयाँ प्रस्ताव अनुसार हालको आइसिसी एक्जिक्युटिभ कमिटी खारेज गरिनेछ भने त्यसको स्थानमा प्रभावशाली सदस्यता निर्धारण कमिटी गठन गरिनेछ। यही मेम्बरशिप कमिटीको घटुवा वा बढुवा हुने तय गर्नेछ। यस कमिटीमा फुल मेम्बरका साथ एसोसिएटेड देशको पनि प्रतिनिधित्व रहनेछ।
अब अर्को फुटबलको एउटा प्रसङ्ग रहेको छ सङ्कटालाई तिलोत्तमा गोल्ड कपको उपाधि। यो रूपन्देहीको प्रतियोगिता हो। मोफसलमा बढी धनराशिको प्रतियोगिताहरूमा यो रहेको छ। नेपाल आर्मीलाई पराजित गर्दै सङ्कटाले तिलोत्तमा गोल्ड कपको 19औं संस्करणको उपाधि जितेको छ। लगातार तेस्रो फाइनलमा आर्मीलाई पराजित गर्दा उसका स्टार निराजन खड्का नायक साबित भए। नेपाल आर्मीसँग 1-0 ले पछि परेको खेलमा उत्कृष्ट कमब्याक गर्दै सङ्कटाले नतिजा 2-1 ले आफ्नो पक्षमा पार्यो। सङ्कटाले यस उपाधिसँगै वर्षको तेस्रो नकआउट फुटबल प्रतियोगिता उपाधि हात पार्न सफल भयो। सबै 3 उपाधि जित्दा उसले आर्मीलाई नै पराजित गर्न सकेको थियो। बुटौल देवीनगर स्थित एन्फाड टेक्निकल सेन्टरमा शनिबारको फाइनलमा सङ्कटाका लागि 2 गोल निराजन खड्काले गरेका थिए। रूपन्देही जिल्ला फुटबल सङ्घको आयोजनामा 12 फागुनदेखि सुरु भएको प्रतियोगिता 2 भारतीय टोलीसहित 10 टोली सहभागी थिए। मोफसलमा धेरै पुरस्कार राशि भएको प्रतियोगिताहरूमा रहेको तिलोत्तमा गोल्ड कपको विजेता सङ्कटाले 5,55,555 र उपविजेता बनेको आर्मीले 3,33,333 रुपियाँ सहित नगद र ट्रफी प्राप्त गरे। प्रतियोगितामा बेस्ट प्लेयर अफ द टुर्नामेन्ट रूपन्देही 11 का कप्तान दिलीप छेत्री घोषित भए भने उनले नगद 15,000 र स्कुटर प्राप्त गरे। त्यस्तै गरी हाई स्कोररमा आर्मीका दीप लामा, बेस्ट डिफेन्डर हिरण्य मगर आर्मीकै र बेस्ट कोचमा सङ्कटाका सल्यान खड्की घोषित भए। बेस्ट गोल रक्षकमा सङ्कटाकै विनय श्रेष्ठ, बेस्ट मिडफिल्डरमा निराजन खड्का घोषित भएका थिए। उनीहरूलाई जनै 15,000 नगद दिएको थियो। जाने हैन बुढा? खै के जाने, कसैसँग कुरै मिल्दैन, पार्टीमा जान नि झ्याउ लाग्छ। चिन्ता नगर्नुहोस्, तपाईको समस्याको समाधान मसँग छ। समसामयिक घटनाहरू थाहा पाउन र साथीभाइहरूसँग कुरा मिलाउन आफ्नै देशको नेपाली टिभी हेर्नुहोस्। विदेशमा पनि नेपाली टिभी कसरी? सजिलो छ। टिभी तपाईले मल्टी स्क्रिनमा हेर्न सक्नुहुन्छ। कम्प्युटरमा हेर्ने हो भने वर्ल्ड अन डिमान्ड.tv मा जानुहोस्, सब्स्क्राइब गर्नुहोस् र लाइभ टिभी मज्जाले हेर्नुहोस्। टिभीमा हेर्ने हो भने एउटा एसटिभी बक्स लिनुहोस्, त्यसमा वाइफाई वा लाइनबाट इन्टरनेट जोड्नुहोस्। एचडिएमआई केबल एसटिभीबाट टिभीमा जोड्नुहोस्, हातमा रिमोट लिनुहोस् र आफूलाई मन परेको च्यानल लाइभ हेर्नुहोस्। त्यति मात्र होइन, तपाई टिभी मोबाइलमा पनि हेर्न सक्नुहुन्छ। मोबाइलमा पनि? आइफोन भए एप स्टोरमा जानुहोस्, एन्ड्रोइड भए प्ले स्टोरमा जानुहोस्, हाम्रो एप्लिकेसन वर्ल्ड अन डिमान्ड डाउनलोड गर्नुहोस्, एप्लिकेसन खोल्नुहोस् र फेसबुकको आइडी र पासवर्डबाट लगइन गरेर मजाले नेपालको टिभी लाइभ हेर्नुहोस्। मैले त डाउनलोड गरिसकेँ, तपाईहरु पनि डाउनलोड गर्नुहोस् र लाइभ टिभी हेर्नुहोस् सित्तैमा। कसरी? मलाई पनि सिकाइदिनुस् न। कहिले म सिकाइदिन्छु। अब सबैसँग उहाँको कुरा मिल्छ। विस्तृत जानकारीको लागि सम्पर्क गर्नुहोस्। अब एउटा घरेलु क्रिकेटको प्रसङ्ग रहेको छ। मैदानको विषयको यो प्रसङ्ग, कहिले तयार हुन्छ मुलपानी क्रिकेट मैदान? नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा एकपछि अर्को सफलता हात पार्दै गएपछि एसियाली क्रिकेट काउन्सिलले नेपाली क्रिकेटको विकासका लागि क्रिकेट एकाडेमी बनाउन 2011 मा 3 करोड रुपैयाँ सहायता दियो। नेपाल क्रिकेट सङ्घ त्यसका लागि गौरा कन्स्ट्रक्सनसँग निर्माण सम्झौता गर्यो। त्यसपछि सरकारले क्रिकेट एकाडेमीका साथै अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण गर्न चासो देखायो। 2013 मा राष्ट्रिय खेलकुद परिषदले परियोजनाका लागि 4.5 करोड रुपैयाँ छुट्यायो। त्यसपछि नेपाल अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान र एकाडेमी बन्ने आश बढ्दै गयो। 2073 असारमा रङ्गशाला निर्माण सम्पन्न भइसक्नु पर्ने थियो, तर 72 वैशाखमा गएको भूकम्पपछि उही भूकम्पको प्रभाव देखाउँदै असारमा सम्पन्न हुनुपर्ने मैदान निर्माण ढिला हुन गयो, जसका कारण निर्माणको ठेक्का पाएको मेरो प्रतिष्ठा मुना एन्ड आर्य जेबी काठमाडौँलाई थप 1 वर्षको म्याद दिएको छ। पहिलो पटक 6 महिना थपिएको समय काम पुरा हुन नसकेपछि पुनः दोस्रो पटक उसलाई 6 महिनाको जिम्मेवारी दिएको छ। सोही अनुसार काम अघि भइरहेको छ। यद्यपि मुआवजा विभागले क्रिकेटको बाँकी काम समयमै सम्पन्न भए पनि कहिलेबाट सञ्चालनमा आउँछ भन्ने विषय भने अझै टुङ्गिन सकेको छैन। बार्सिलोनाका प्रशिक्षक लुइस एन्रिकले सिजनको अन्त्यसँगै क्लब छाड्ने घोषणा गरेका छन्। बुधबार राति स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएसँगै उनले अब लामो समयसम्म क्लबमा रहन नसक्ने बताए। 46 वर्षीय एन्रिकले अब आफूलाई आराम चाहिएको भन्दै क्लब छाड्ने जानकारी
गराएका छन्। उनी तेस्रो सिजन बार्सिलोनाको प्रशिक्षक विद्यमान रहेका छन्। उनले पहिलो सिजन नै च्याम्पियन्स लिग सहित 3 महत्त्वपूर्ण उपलब्धि दिलाएका थिए। गत वर्ष उपलब्धि दिलाएका थिए र त्यो 3 उपाधि बार्सिलोनाका लागि चाहिँ एकदम महत्त्वपूर्ण रहेको थियो। तर बार्सिलोनाले यो सिजन च्याम्पियन्स लिग फुटबलको अन्तिम 16 को पहिलो लेगमा पेरिस सेन्ट जर्मनसँग 4-0 ले पराजित भएपछि उसको च्याम्पियन्स लिग सम्भावना कठिन छ। तर उसले अब दोस्रो लेगमा कमब्याक गर्न सकेमा सम्भावना भने टरिस नसकेको बताइँदै आएको छ। प्रशिक्षक इन्द्रिक यो 3 वर्ष अविस्मरणीय रहेको भन्दै क्लब बार्सिलोनालाई धन्यवाद दिँदै क्लबमा रहँदा आराम गर्ने समय निकै कम पाएकाले सिजनको अन्त्य यसका लागि उपयुक्त समय भएको जानकारी दिए। बार्सिलोनाका अध्यक्षले प्रशिक्षक इन्द्रिकको निर्णय क्लबले स्वीकार गर्ने जानकारी पनि दिएका छन्। इन्द्रिकले क्लबलाई ठूलो सफलता दिलाएको भन्दै उनले महान प्रशिक्षक भएको बताए। अब समय आएको छ कि उनले कार्यकाल सुखद अन्त्य गर्ने विश्वास पनि क्लबले लिएको छ। अर्को छ इङ्ग्लिस प्रिमियर लिगको प्रसङ्ग। प्रिमियर लिगमा एकपक्षीय रूपमा अघि बढिरहेको चेल्सीले आफ्नो अग्रता 10 अङ्कमा पुर्याएको खबर छ। यो प्रिमियर लिगको शीर्ष टोलीमा चेल्सीले अङ्क तालिकाको 10 अङ्कको अग्रता लिएको छ। सोमबार राति लन्डन डर्बीमा वेस्ट ह्याम युनाइटेडलाई 2-1 ले हराएपछि चेल्सीले अग्रतालाई फराकिलो बनाएको हो। चेल्सीका इडन हजार्डले काउन्टर एट्याकमा 25औं मिनेटमा गोल गरेपछि चेल्सी खेलमा अग्रता लिन सफल भएको थियो। उसका लागि डियोगो कोस्टाले दोस्रो हाफमा सुरुवात गोल गरेपछि चेल्सी खेलमा थप मजबुत बनेको थियो। जितसँग चेल्सीले अपराजित यात्राको सङ्ख्या 7 पुर्याएको छ भने 25 खेलपछि चेल्सी 66 अङ्कका साथ लिगको पहिलो स्थानमा रहेको छ। दोस्रो स्थानको टोटनह्याम 56 अङ्क रहेको छ। स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा स्पेनिस जायन्ट रियल मैड्रिड र बार्सिलोना विजयी भएका छन्। शनिबार भएको पहिलो खेलमा रियलले एबरलाई 4-1 ले पराजित गर्यो। रियलका लागि ग्यारेथ बेल र क्रिस्टियानो रोनाल्डो बिना मैदान उत्रिएको खेलमा करिम बेन्जामा नायक साबित भए। बेन्जामाले 14औं र 25औं मिनेटमा गोल आफ्नो अग्रता कायम गर्न रियल मैड्रिड सफल भयो। त्यस्तै रियलका लागि रोड्रिगेज र मार्को एसेन्सियोले पनि 1-1 गोल गरे। एबर विरुद्ध उत्रेको रियल मैड्रिड करिम बेन्जामाको 2 गोलको मद्दतमा 4-1 को जित हासिल गर्न सफल भएको थियो। उनको गोल टिमका लागि निकै महत्त्वपूर्ण रह्यो। त्यस्तै शनिबार राति नै भएको अर्को खेलमा बार्सिलोनाले सेल्टा भिगोलाई 5-0 गोलले पराजित गरेको छ। पराजित गर्दा उसका स्ट्राइकर लियोनेल मेसीले 2 गोल योगदान गरेका थिए। यसैगरी ब्राजिलियन खेलाडी नेमार, इभान राकिटिच र सामुएल उमिटिटुले 1-1 गोल गरेका थिए। यो सँगै यो हप्ताको महत्त्वपूर्ण खेल गतिविधि सकिएको छ। आगामी हप्ता पनि तपाईहरुलाई यो हप्तामा भएका रोचक खेलकुद गतिविधिहरू लिएर र उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका लागि म प्रकाशलाई बिदा दिनुहोस्। नमस्ते।